हामीले रत्नगर निपनी चोकबाट 200 मिटर भित्र यो 945 स्क्वायर फिटमा बनाइएको घरको फुल भिडियो लिएर आएको छौँ। हामी इन्ट्री गर्ने बित्तिकै लेफ्ट साइडमा हाम्रो लिभिङ रुम रह्यो। एकदम मजाको लिभिङ स्पेस रहेको छ। यसमा 12x14 को मजाको लिभिङ रुम छ, हेर्न सक्नुहुन्छ। लिभिङ रुमको पनि कम्प्लिट इन्टेरियरको काम भएको छ। हामी यहाँबाट भित्र छिरौँ। किचन छ, किचन तपाईँको पनि सेम साइजको छ, 12x14 कै छ। मोडुलर किचन, कम्प्लिट मोडुलर किचन बनेको हो। यो चाहिँ हाम्रो ब्रेकफास्ट नोब सहित। अब हामी यहाँबाट माथि छौँ। ग्राउन्ड फ्लोरमा एउटा बेडरुम छ। यो कमन टोयलेट भयो, कमन टोयलेट बाथरुम। त्यसपछि हामी हेर्न सक्छौँ यो चाहिँ रेडिमेड डोर राखेको हो, स्प्लाइसको इन्डियन ब्रान्डको। अब हामी यहाँबाट माथि जाउँ। हाम्रो टोटल नम्बर अफ स्टेप 18 स्टेप्सको भर्याङ बनेको छ। यहाँ माथि जाउँ। कम्प्लिट स्टेनलेस स्टिलको रेलिङ लगाइएको छ। डोरहरू, डोर प्यानलहरू सबै रेडिमेड नै ल्याएर राखेको हो र वुडन फ्रेमको चौकोसहरू छ। माथि 3टा बेडरुम निस्किन्छ। एउटामा एट्याच टोयलेट बाथरुम सहितको छ यो रुम। कम्प्लिट फर्निचरको कामहरू भएको छ, फल सिलिङको काम भएको छ। यो रुमबाट बाल्कोनी छ, बाहिर निस्किन मिल्छ। डोर स्लाइडिङ डोर छ, यहाँबाट बाहिर पनि निस्किन मिल्यो। यहाँ चाहिँ वासिङ मेसिनको लागि स्पेस राखेको र यो रुमबाट पनि बाहिर बाल्कोनी छ, यहाँबाट पनि बाहिर निस्किन मिल्छ। अर्को नेक्स्ट भिडियोमा हेरौँ माथि टप फ्लोरमा के छ भनेर है।